राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनाई अब तुलसीपुर उच्च अदालत बुटवलको 1 नम्बर इजलासमा हुने भएको छ। अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेज नारायण पौडेलको संयुक्त इजलासमा यस विषयमा बहस अघि बढ्ने भएको हो। यो मुद्दा लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुना बाहिर रहेर पूर्वपक्ष गर्न पाउने जिल्ला अदालतको आदेश विरुद्ध परेको आपत्ति हो। अब अदालतले यसमा गम्भीर रूपमा निर्णय लिन लागिरहेको छ। यसअघि मङ्सिर 25 गते तोकिएको पेशी हेर्न नमिल्ने अवस्थाका कारण स्थगित गरिएको थियो भने यसअघि मङ्सिर 11 गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। लामिछाने र जोशी दुवैको मुद्दा बिहिबारको पेशीसँगै निरन्तर 7औं पटक अदालतमा पेश भएको हो। यस अवधिमा लामिछाने तर्फबाट 2 पटक र जोशी तर्फबाट 1 पटक पेशी स्थगित भएको छ। कानून अनुसार मुद्दामा पक्ष र विपक्ष दुवैलाई 2 पटकसम्म पेशी स्थगित गर्न पाउने व्यवस्था भए पनि यस मामलामा सरकारी पक्षले कुनै पनि पेशी स्थगित गरेको छैन। यो मुद्दा विशेष महत्त्वको रहेको कारण लामिछाने र जोशी दुवै बुटवल स्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका छन्। अदालतमा अब हुने सुनवाईले समाजमा यसको व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कानुनी विश्लेषकहरूले यसलाई सार्वजनिक र राजनीतिक हिसाबले पनि संवेदनशील मुद्दा भनेर व्याख्या गरेका छन्, किनकि यसले न्यायिक प्रक्रियाको विश्वसनीयता मात्र नभई राजनीतिक नेतृत्वको इमेजलाई पनि असर गर्न सक्नेछ। किनकि यसले न्यायिक प्रक्रियाको विश्वसनीयता मात्र नभई राजनीतिक नेतृत्वको इमेजलाई पनि असर गर्न सक्छ। यसैबीच अदालतले पेशीको अन्तिम मितिमा दुवै पक्षलाई कडा नियम र समयभित्रमा आफ्नो बहस राख्न निर्देशन दिएको छ, जसले गर्दा आगामी सुनाइमा कुनै ढिलाइ नहोस् र मुद्दाको निष्पक्ष र छिटो निर्णय सुरक्षित होस्। यसै क्रममा जनता र मिडियाले पनि यो मुद्दामा चासो देखाउँदै अदालतको निष्पक्षता र सुरक्षाको सुरक्षिततालाई नजरमा राख्दै बहसको प्रत्येक पाटोमा ध्यान दिएका छन्। अब 1 नम्बर इजलासमा हुने सुनाइले लामिछाने र जोशीको भविष्यमाथि निर्णायक प्रभाव पार्ने अपेक्षा छ भने यसले कानुनको वास्तविक कार्यान्वयन र सार्वजनिक विश्वास दुवैको परीक्षण गर्नेछ।